نعبد وإياك نستعين اهدنا الصراط المستقيم यहाँ उपस्थित सम्पूर्ण समुदायमा नमस्कार अस्सलाम वालेकुम। आजको हाम्रो यो कार्यक्रम इस्लामको पैगाम इन्सानियतको नाम भनेर चाहिँ राखेका छौँ र रैली कार्यक्रम सकेर चाहिँ भजन हाम्रो चाहिँ छोटो र मिठो कुन सभा कार्यक्रम चाहिँ समेत राखेर चाहिँ त्यसपछि चाहिँ रमजान कार्यक्रम पनि समेत राखेका छौँ। और पैगंबर मोहम्मद के आय के जन्मदिन के लिए हम सारा सब गोटा के अपने के शुभकामना व्यक्त करे छी और एक वो संदेश उनकर जे अपने के विश्व शांति के लिए उनका प्रयास रहे उनकर विचारधारा लेके सब आदमी चलबै कई धार्मिक सहिष्णुता यस अवसरमा यहाँले दिन खोज्नु भएको शान्तिको सन्देश यो विश्वभरि नै रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बी समुदायहरूबाट आजको दिन जसरी आफ्ना पैगम्बर मोहम्मदलाई सम्झेर जुन मनाइरहनु भएको छ सबमा म इज्जत परवीनको नमस्कार अभिवादन अस्सलाम वालेकुम। आजको यो कार्यक्रम खास गरी हामी सबैलाई थाहा छ आज हाम्रो पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म उत्सव रहेछ र त्यसको शुभकामना म यहाँबाट सम्पूर्ण नगरवासी जिल्लावासी र देशवासीमा दिन चाहन्छु। हामीले हाम्रो पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको नक्सी कदममा हामी छौँ र उहाँले दिनुभएका सन्देशमा हामी चल्छौँ र हामीलाई दुईटा सन्देश दिनुभएको छ उहाँले दिन र दुनियाँ दुवैलाई सँगै लिएर हामीलाई हिँड्नुपर्छ र दिनमा उहाँले के भन्नुभएको छ भने उहाँले जो पैगाम दिनुभएको छ त्यसमा हामीलाई चल्नुपर्छ र उहाँले दिनुभएको पैगाम के हो भने हामीलाई सबभन्दा पहिले जातिहरूमा विभाजन गर्नु पर्दैन, जातिलाई मान्यता दिनु पर्दैन। सबभन्दा पहिला हामीलाई इन्सानियत मान्छे के हो इन्सान के हो त्यसलाई उहाँले के गर्नुहुन्थ्यो भने बिहान र बेलुका उहाँले आफ्नो जीवनमा सबै गाउँमा हिँड्नुहुन्थ्यो र कसको घरमा खाना पाकेछ पाके छैन त्यसको त्यहाँ उहाँले कहिले पनि हिन्दू मुस्लिम छुट्याउनु भएन। जसको घरमा खाना पाकेको थिएन उहाँलाई रासन दिने काम गर्नुहुन्थ्यो र हामीलाई पनि त्यही उद्देश्य र सिक दिनुभएको छ कि सबभन्दा पहिला आफ्नो आसपडोस अडोसी पडोसी आफ्नो नगरभित्र रहेका मान्छेहरूलाई सहयोग गर्नु र त्यसैको हिसाबले हामी सालमा प्रत्येक साल आफ्नो कमाइको केही हिस्सा हामी गरिबमा दान गर्छौँ। यानि भनेको अर्थ हामीले आफ्नो कमाइको 2.5% जति हामी सालभरिमा कमाउँछौँ त्यसको 2.5% हामीलाई सदका निकाल्नुपर्छ र त्यो जरुरतमन्दलाई दिनुपर्छ। एउटा एक हिस्सा यो भयो। अर्को दुनियावी हिस्सा भनेको के हो भने हामीले जुन देशमा हामी बस्छौँ त्यहाँको सिद्धान्त नियम के रहेछ त्यो हामीलाई पालना गर्नुपर्छ अनि मात्रै हामी एउटा सच्चा व्यक्तित्वको पहिचान दिन सक्छौँ। त्यसैले हामी सबैलाई अहिलेको स्थिति र परिस्थिति हामीले हेरेका छौँ देश कस्तो अवस्थामा गइरहेछ र हाम्रो यहाँ राजविलास यो 70मा पनि हिन्दू मुस्लिमको अलिअलि जुन चलिरहेछ त्यसलाई हामीलाई ढाक्नुपर्छ थोप्नुपर्छ र एउटातिर बटास गरेर पनि अगाडि बढ्नुपर्छ र सबैको हित यसैमा छ। किनभने हामी बचपनदेखि यस्तै अवस्थामा जिइरहेछौँ। मलाई याद छ म 3-4-5 वर्षको हुँदाखेरि मेरो घर परिवार यो हिन्दू मुस्लिम हामी सबै मिलेर बसेका छौँ। मलाई याद छ उहाँहरू हमेसा हाम्रो ईदमा बकरा ईदमा मोहर्रममा तर्फेजीमा बरापातमा सबैमा उहाँहरू हाम्रो घर आउनुहुन्थ्यो हामी सँगै बस्नुहुन्थ्यो खाना खानुहुन्थ्यो र हामी पनि उहाँको सबै त्योहारहरूमा दसैँमा तीजमा अनि के भन्छ सबभन्दा प्यारो मलाई लाग्थ्यो त्यो भाइ बहिनीको भरदुतिया हुन्छ त्यो मेरो बुवाको खास गरी सबै हिन्दू सँग नै बसे बसाइथ्यो उहाँ सद्भावनामा त्यतिखेर लाग्नु भएको थियो र उहाँ हामी सबै जातिले
मिलेर म खास गरी त्यो पर्वमा म आफ्नो भाइलाई यानी जोत पापाको छोरालाई हमेशा म भरदुतियामा उहाँलाई आफ्नो घर बोलाउने दही चुरा खाने उसको घर जाने सबै हामी गर्थ्यौँ। म अहिले पनि त्यो बिर्सादिनँ र यहाँ मेरो बिहे हुँदाखेरि राजविराज हुँदाखेरि यहाँ पनि हामी त्यही इन्भाइरोमेन्ट पाएका छौँ, त्यस्तै अवस्थामा जिइरहेका छौँ, बाँचिरहेका छौँ र हामीलाई यसलाई बढावा दिनुपर्छ। हुनसक्छ हाम्रो समाजमा धेरै थोक किसिमको मान्छे छ, कसैको उचनिच हुन्छ, तर हामीलाई आफ्नो तर्फबाट हमेसा त्यसलाई मिलाएर जाने हामी हिन्दू मुस्लिम सिख इसाई सब भाइ भाइ कहावत पनि छ, त्यसैमा हामीलाई आधारित भएर जीवन जिउनुपर्छ। र म खास गरी राजविराज नगरपालिकाको कारबार नगर प्रमुख भएको नाताले मैले हमेसा तपाईँ सबैलाई नगरवासीलाई हमेसा मैले यही भनेको छु, हामी सबै मिलेर जाउँ, त्यसैमा हाम्रो एकता हुन्छ, हाम्रो समृद्धि हुन्छ, हामी सबै विकास गर्छौँ र हाम्रो देश विकासतर्फ जान्छ। खास गरी आज यहाँबाट म महिला दिदी बहिनीहरूलाई भन्न चाहन्छु कि तपाईँहरू पनि अगाडि आउनु, किनभने महिला आधाको हिस्सेदारी हुन्छ र हामीलाई हातो मेलो गर्नुपर्छ र यो देश विकासमा यो राजनीतिमा हिस्सा लिनुपर्छ। महिलालाई पनि अगाडि आउनु पर्यो। त्यसको लागि सबभन्दा पहिला हामीलाई शिक्षा जरुरी हुन्छ र हामीलाई थाहा छ पहिलादेखि हामी शिक्षित भएका छौँ, हाम्रो समाज शिक्षित भइरहेछ। त्यसमा एक छाप नखाएर पनि आफ्नो बालबच्चालाई पढाउनु र शिक्षित बनाउनु, त्यसपछि हाम्रो देश विकासतर्फ जान्छ। आजको सन्देश मूल यही हो, हामीले समष्टिगत रूपमा भन्नुपर्ने हो भने हामी सबै मिलेर जाउँ। आजको हाम्रो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म उत्सव हामी मनाइरहेछौँ, त्यसको खुसियाली र त्यस उहाँले दिनुभएका सन्देश यही हो कि हामी सबै एक छौँ, सब जात जाति एक छौँ, हामी सबैलाई मिलेर जानुपर्छ र यही भन्दै सरलाई बधाई र धन्यवाद दिँदै खास गरी म प्रशासनतर्फ आउन चाहन्छु। सायद शिविर लगायत हाम्रो एसपी सरहरूलाई सबलाई बधाई र धन्यवाद दिन चाहन्छु कि प्रशासन एउटा मजबुत अङ्ग हो हाम्रो देशको। हामी पनि सुरक्षित छौँ भने तपाईँहरूको साथ सहयोगले नै सुरक्षित छौँ। हामी यदि घरमा सुतिरहेका छौँ, चैनको निद्रा त्यो तपाईँहरूको देन हो, त्यसलाई पनि हामीलाई बिर्सनु पर्दैन, मान र मर्यादा राखिदिनुपर्छ र नियममा हामी सबैलाई बसेर अगाडि बढ्नुपर्छ। यति